हजुर, हजुर, दर्शक नानी नमस्ते, नमस्कार। म लोक तथा दोहोरी गायक बालकृष्ण बरियार। फेरि पनि म हजुरहरूलाई एउटा रिक्वेस्ट लिएर फेरि पनि एउटा भिडियो बनाउन बाध्य भएँ। फेरि एउटा यस्तो कमेन्ट आएको छ फेरि पनि, प्लिज दिदी म हात जोड्छु हजुरलाई होइन, एकदमै माया छ, तपाईँ को हुनुहुन्छ? यस्तो कमेन्ट चाहिँ नगर्नुहोस् दिदी, मैले बारम्बार भनिरहेको छु है, प्लिज यस्तो नगरिदिनुहोस्। अनि एकदमै माया छ हजुरलाई, सबैजनालाई जति पनि हुनुहुन्छ होइन, देश तथा विदेशबाट हेरेर साथ दिनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा एकदमै यति रिक्वेस्ट गर्न चाहन्छु कि यस्तो कमेन्ट चाहिँ नगरिदिनुहोस् है। कसको बुढी हो साथीहरू, अलिकति आफ्नो बुढीलाई तल लाउनु हो। यो साला त कस्तो एकदमै यो मान्छे त पागलै मान्छे रहेछ यार होइन, एकदमै कति पनि एकदमै यो भनेको सम्झाएको बुझाएको यसलाई पच्ने रहेनछ क्या। अनि यस्तो खालि कमेन्ट नगर्नुहोस् है सिस्टर, मैले कतिचोटि रिक्वेस्ट गरेँ, भिडियो बनाएँ, यस्तो कमेन्ट नगर्नुहोस् है, नगर्नुहोस् भन्दा 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 पनि मान्नु भएन होइन, बाध्य मुख छाड्न बाध्य बनाउनु भयो होइन। यो कसको हो? राम्रोसँग आफ्नो बुढीलाई तल लगाउनु हो साथीहरू, कसको बुढी हो यो? एकदमै लास्टै एकदमै यसले त यार मेरो दिमागै चाटे यार। मैले फेरि एन्डमा यस्तो कमेन्ट आयो भने म के गर्नुपर्छ मैले जानेको छु, तर खुरुक्कै कमेन्ट चाहिँ डिलिट गर्नुहोस्, यस्तो जिन्दगीमा नगर्नुहोस् है, मैले भनिरहेको छु।